Back to my channel. आज चाहिँ हामी फादर्स ल्यान्ड ओरेन्ज फार्म जाँदैछौँ अनि बाटो नचिनेर दुईचोटि घुम्यो हामी चाहिँ अनि अहिले चाहिँ लोकेसन खोजी आएको छौँ हेरौँ हामी कहाँसम्म पुग्दो रहेछ हाम्रो माया दिदी निलो स्कुटरमा अम्बिका मम्मी अनि अर्को स्कुटरमा चाहिँ दिपा दिदी ल हामी चाहिँ अब बाटो खोज्दै जानेछौँ मेरो फेभरेट ठाउँ हो यो यतातिर चाहिँ फेभरेट ठाउँमै हो यतातिर मलाई अलिकति दुःख लागेको बेलातिर आउने ठाउँ हो कि यतातिर चाहिँ तर मलाई त्यो ओरेन्ज फार्म भनेको चाहिँ थाहा थिएन क्या मलाई अहिलेसम्म त्यो भएर त्यो चाहिँ थाहा थिएन टर्केछ धेरै जानालाई चाहिँ फेरि जागै नि गफ गर्नै पर्ने रे कि फेरि ए आमा त्यो घरबाट फर्किएको हामी चाहिँ घरमा त उतै पुगेको थियो क्या हो त्यो घरबाट अलिक माथि पुगेको थियो क्या हो त्यहाँबाट फर्केको म बस्ने ठाउँ आउँदैछ है यता मलाई थाहै थिएन नि त यो कराएन त यार म चाहिँ प्रायः यहाँ बस्छु है गाई यहाँबाट कस्तो राम्रो देख्छ होइन नि भ्यूहरू तर अलिक फोहोर थियो अहिले चाहिँ सफा गरेछ के भन्छ अरे राइडर चेन्ज यो डराउनु पर्यो बाटो त हो दामी छ यार राइडरहरूलाई त मजा आउँछ यो बाटोमा चलाउने In 200 meters, turn left. खुशबू द राइडर डर लाग्छ नि लो राम्रो बाटो आउँदैछ नगइराख्ने हो हिँड्नु ल माया द राइडर र अम्बिका द राइडर माथि नै हो क्या अझै यहाँबाट तल हुन नि सक्छ अब म्याप हेर्नु त दिदी हाम्रो म्याप राम्रो कोही दिदीले म त ठिकै छ अरे कस्तो राम्रो देखेको है कस्तो राम्रो है नभन्दै आज यतातिर एउटा दुइटा घर त भयो कस्तो राम्रो देख्यो है दामी ठाउँमा आइपुग्यो हरायौँ हामी फेरि तर गाउँ चाहिँ दामी रहेछ कसको गाउँ हो गाइजियो चाहिँ आयो म बल्ल बल्ल पुग्नु लाग्यो फेरि एउटा स्टार्ट बन्द भइगयो अरूहरू कुरेको कुरे आया वहाँ तल झरेर त्यो रोड हुँदै जानुपर्ने रहेछ बरु त्यो भन्नु त हिँडेर आएको फाइदा हुँदो रहेछ यता अम्बिका र खुशबू आउँदैछ आइज हिँडेरै जित्ने रहेछ नि बरु के जङ्गल
आइज आइज रोगे छैन छोरी रोगे छैन गाह्रो पो परेछ यहाँ बोला आइपुग्यो 1.5 घन्टा कि 2 घन्टा ओए छाता त ल्याउनु पर्ने रहेछ हामीले ल्याउनु पर्दो रहेछ ओ त्यस्तो ठाउँ रहेछ अनि यो चाहिँ हाम्रो खाजा घरमै चाहिँ थकित भएर खाँदै गलेर नेवार सासुआमा कस्तो लुकाइ लुकाइ राख्दैछ नि ओहो यस्तो माया गर्ने सासु कसले पाउँछ र हैन टेबल मुनि लुकाइ लुकाइ राख्दै धन्यवाद बृन्दा दिदी हामी चाहिँ यहाँ हाम्रो यहाँ चाहिँ हाम्रो दिदीहरू सबैजना नाच्दै हुनुहुन्थ्यो तर गीत बजेर कपिराइट खाएको खाइ गरेर मैले चाहिँ आज साउन्ड अफ गरिदिइरहेको छु अनि यो गीत चाहिँ त्यो ल्याएको खोली तिरे थियो कि समथिङ के भन्ने गीतमा चाहिँ नाचिराख्नुपर्छ दिदीहरू चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ बलुन फुटाउने कार्यक्रम हुँदैछ हाम्रो के भन्छ अरे बलुन फुटाउनमा फर्स्ट हुनुभएको डाइरेक्टरलाई ताली बजाउनमा फर्स्ट धन्यवाद एउटामा राम्रो आयो बाई बाई बाजे टोली हाम्रो पिकनिक सक्यो आउँदाखेरि हामी 4जना मात्रै थियौँ 7जना भयौँ
अहिले तिनीहरू त्यहाँ पुग्छ बन्द नै गर्छ अघि दिन त हुने बेला भिडियो गर्न पाएन नि यहाँ मान्छे चस्मा पुस गर्दै थियो नि हो सुमलको बुवा त्यो होइन नि त म अनि बाटोको तपाईँहरूलाई यो मनपर्छ भने यो ठाउँमा कस्तो बस्ती रहेछ त है रनिङ आउँदो रहेछ त यता कसरीतिरको इभिनिङ वक मर्निङ वक आउने ठाउँ यता हुन्छ हाम्रो साथीहरू कहाँ गयो आउँदै थियो त हिँडेर आउनेहरूको कता आइपुग्यो है हामी छिटो आइपुग्यो है है जान्छ हेलो गाइस हामी चाहिँ अहिले आधी बाटोमा आइपुग्यो अफर कटेर आएर चाहिँ त फेरि थकित हाम्रो टोलीहरू त कता आइपुग्यो होला है उनीहरू चाहिँ यो बाटो हुँदै हिँड्दै आउँछ अफरोडले यस्तो गरिदियो मेरो हात मेरो बोली रोकेको कि मेरो हात यस्तो भयो है गाइस हातले कालो भयो हेर्दा हेर्ने लागेको पनि छैन वृन्दको साथी अहिले चाहिँ हामीसँग हाम्रो दुईजना दाइहरू आउनु भएर अलिक सजिलो भयो चलाउन होइन हाम्रो वृन्दलाई पनि ल्याउन पायो हामीले आज हाम्रो टोली चाहिँ उताको बाटो आउनुहुन्छ गर्मी मौसमको चाहिँ होली हावा चाहिँ एकदम मिस हुन्छ क्या है जहाँ कहिले हेलो गाइज अघि न चाहिँ हामी चाहिँ उहाँबाट छिट्टै आइपुगेको थियो अनि हामी चाहिँ यहाँ घरमा आएर एकछिन गफहरू गरेर अनि अब म चाहिँ भिडियो इन गर्न लागेको